एक श्रीमान किन सागरले न्याय पाएका छैनन् त हो साथीहरू। आशा गौतमको निर्देशनमा कान्छी अफिसियल युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको कान्छी सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। सागरले किन यतिका टाइमसम्म पनि न्याय पाएका छैनन् हो। सागरले न्याय पाउने थिए तर अपराधी अझैसम्म पनि भेटिएका छैनन्। अब भने कान्छीले पुरै भिडियो रूपमा प्रमाण पता फेला पारिसकेकी छिन्। अब भने सागरले पक्कै पनि न्याय पाउनेछन् र सागरले न्याय पाएको को हेर्न चाहनुहुन्छ तल कमेन्ट गर्न नबिर्सिनुहोला। बाँकी कुरा सबै आउने भागमा पक्कै पनि थाहा पाउने नै छौँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।